आज त मलाई कति धेरै गिफ्ट मिलेको। देउरानी तिमी किन त्यहाँबाट हेरे? दिदीले के गर्दै हुनुहुन्छ? यहाँ आउ न, यहाँ बस। देउरानी बहिनी हेर न, मलाई मम्मीले कति साह्रो गिफ्ट पठाइदिनु भएछ के, हेर त। अनि यसमा पनि खानेकुराहरू रहेछ, हेर त। राम्रो छ दिदी। बको हो, हेर त। अनि देउरानी तिमीलाई चाहिँ मम्मीले केही पठाइदिनु भएन अहिले? सबैको भाग्यमा आमा नसिब हुँदैन नि दिदी। ल देउरानी किन स्याड भएर गए कि? सरी बहिनी, मैले तिम्रो विगत उल्झाएँ। म तिम्रो आमा बन्न त नसकुला, तर तिम्रो आमाको कमी महसुस हुन कहिले दिने छैन बहिनी। म एउटा तिम्रो आफ्नै दिदी बहिनी सम्झु। म तिम्रो आफ्नै दिदी हो। जेठानी देउरानी सबै गलत हुँदैन नि बहिनी। तिमी सानी छौ, यो घरमा नयाँ आएकी छौ। म त यो घरको 10 वर्ष पुरानो बुहारी हो नि बहिनी। तिमीलाई म कहिले पनि दिदी बहिनी आमा बाबाको कमी हुन दिने छैन है। देउरानी बहिनी यो तिम्रो लागि। धन्यवाद दिदी। मेरो आमा जस्तो जेठानीलाई मैले गलत बुझेछु। सबैको जेठानी देउरानी यसै मिलेर बसे सबैको घर स्वर्ग हुन्थ्यो नि दिदी।